नमस्कार साथीहरु, आजको यस भिडियोमा मोबाइल बैंकिङबाट सीआरएन नम्बर कसरी हेर्ने। यदि तपाईहरुको सीआरएन नम्बर हरायो, बिर्स्यो भने अब तपाईहरु सजिलैसँग मोबाइल बैंकिङबाट सीआरएन नम्बर हेर्न सक्नुहुन्छ, पत्ता लगाउन सक्नुहुन्छ। मोबाइल बैंकिङबाट सीआरएन नम्बर कसरी हेर्ने, कसरी पत्ता लगाउने सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं। साथीहरु, भिडियो सुरु गर्नुभन्दा पहिले यस्तै भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। आफ्नो मोबाइल बैंकिङबाट सीआरएन नम्बर पत्ता लगाउनको लागि सबैभन्दा पहिले तपाईहरुले यसरी मोबाइल बैंकिङलाई ओपन गर्नुपर्ने हुन्छ। जस्तै यसमा मैले मोबाइल बैंकिङलाई ओपन गरेर यसमा लगइन भइसकेको छु। यसरी तपाईहरु सजिलैसँग लगइन हुनुपर्ने हुन्छ। यसमा लगइन हुनु होला। लगइन भइसकेपछि तपाईहरुको एउटा यस्तो इन्टरफेस खोल्छ। यो तरिकाबाट तपाईहरुले मोबाइल बैंकिङबाट सीआरएन नम्बर हेर्नको लागि सबैभन्दा पहिले तपाईहरुले मेरो शेयर र सीआरएन लगेको बैंकबाट तपाईहरुले यसरी मोबाइल बैंकिङ लगेको हुनुपर्ने हुन्छ। त्यसपछि मात्र तपाईहरु सजिलैसँग आफ्नो मोबाइल बैंकिङबाट सीआरएन नम्बर हेर्न सक्नुहुन्छ। मैले मेरो शेयर लगइन गरेर सीआरएन नम्बर कसरी हेर्ने अलरेडी भिडियो बनाइसकेको छु। भिडियोको तल डिस्क्रिप्सनमा मैले लिंक राख्ने छु। तपाईहरु त्यसबाट पनि तपाईहरु सजिलैसँग आफ्नो मेरो शेयरलाई लगइन गरेर तपाईहरु सजिलैसँग सीआरएन नम्बर हेर्न सक्नुहुन्छ, पत्ता लगाउन सक्नुहुन्छ। अब तपाईहरु सजिलैसँग सीआरएन नम्बर मोबाइल बैंकिङबाट हेर्नको लागि जस्ट यसरी स्क्रल डाउन गर्नु होला। स्क्रल डाउन गरिसकेपछि तपाईहरु सजिलैसँग सीआरएन भनेर दिएको हुन्छ, त्यसमा जानुपर्ने हुन्छ। जस्तै मेरो यसमा भ्यू सीआरएन भनेर दिएको छ। जस्ट मैले त्यसमा टच गरेको छु। त्यसमा टच गरिसकेपछि अब तपाईहरुले यसमा मोबाइल नम्बर र त्यसैगरी तपाईहरुले आफ्नो एकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। जस्तै म यसमा आफ्नो एकाउन्ट नम्बर र त्यसैगरी मोबाइल नम्बर राख्न गएको छु। यसरी मैले आफ्नो एकाउन्ट नम्बर र मोबाइल नम्बर यसमा राखिसकेको छु। राखिसकेपछि जस्ट यसमा यसरी टिक लगाउनु होला। टिक लगाइसकेको छु। जस्ट सबमिटमा टच गर्नुपर्ने हुन्छ। सबमिटमा टच गर्नु होला। मैले यसमा सबमिटमा टच गरेको छु। सबमिटमा टच गरिसकेपछि अब तपाईहरुलाई बैंकबाट ओपीटी आउँछ। जस्ट तपाईहरुले त्यो ओपीटी नम्बर त्यसमा राख्नुपर्ने हुन्छ। जस्तै यसमा मेरो यसमा ओपीटी नम्बर आइसकेको छ। ओपीटी नम्बर राखेर जस्ट भेरिफाई ओपीटीमा यसरी टच गर्नुपर्ने हुन्छ। मैले त्यसमा टच गरेको छु। टच गर्ने बित्तिकै यसमा तपाईहरुको नाम सो गरेको हुन्छ। त्यसैगरी तल आवर सीआरएन नम्बर इज भनेर दिएको हुन्छ। तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। यसमा मेरो सीआरएन नम्बर यसमा सो गरेको छ। यसरी तपाईहरु सजिलैसँग आफ्नो मोबाइल बैंकिङबाट पनि सीआरएन नम्बर हेर्न सक्नुहुन्छ। धेरै बैंकले यो सुविधा अपडेट गरिसकेको छ, एड गरिसकेको छ। तपाईहरु आफ्नो बैंकको तपाईहरु सजिलैसँग मोबाइल बैंकिङमा छ कि छैन तपाईहरु सजिलैसँग हेर्नु होला। साथीहरु, भिडियो कस्तो लाग्यो, मनमा लागेको जिज्ञासा तल कमेन्ट बक्समा राख्न नबिर्सनु होला। यस्तै भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।